सम्पूर्णमा नमस्कार। आज चाहिँ हामी गोपालीहरूको नगरी थाहा नगरपालिकामा अवस्थित कुन्छाल गाउँ आइपुगेका छौँ र हामी चाहिँ यहाँका स्थानीय बासिन्दाहरूसँग केही प्रश्नोत्तर गरेर यहाँको इतिहास, यहाँको वर्तमान अवस्थाहरूको बारेमा जान्ने प्रयास गर्नेछौँ। यसै सन्दर्भमा हामीले चाहिँ यहीँ कुन्छाल गाउँको स्थानीय एकजना अङ्कलसँग केही प्रश्नोत्तर गर्ने अवसर पाएका छौँ। यसका लागि चाहिँ अङ्कललाई विशेष धन्यवाद दिन चाहन्छु। अङ्कल, यहाँलाई स्वागत छ। धन्यवाद। हामी चाहिँ त्यो अब जुन अब संसार चाहिँ अब आधुनिकतातर्फ दौडिँदा हाम्रो यो कुन्छाल गाउँले चाहिँ आफ्नो परम्परागत संस्कृतिहरू नभुलिरहेको छ, जोगाइरहेको छ। त्यसको पछाडि चाहिँ के कारणहरू छन्, के गरेर चाहिँ यो जोगाइराख्नु भएको छ? यस्तो अब यो हाम्रो चाहिँ परम्परादेखि चलिआएको होइन। हामी नदेख्दाखेरिदेखि पहिलादेखि हाम्रो चाहिँ यहाँ नाइके हुन्छ 5 जना। हजुर है, नाइके 5 जना मध्येमा म पनि पर्छ एकजना। हजुर। त्यसमा चाहिँ हामीले चाहिँ जोगाड गरेर यो चाहिँ गर्नुपर्छ, हाम्रो परम्परागतलाई जोगाउनुपर्छ भनेर हाम्रो गुरु हुन्छ, नाइके हुन्छ, अनि त्यहाँबाट कजी हुन्छ, त्यहाँबाट हाम्रो कल्चर बचिरह्यो होइन। पुर्खौँदेखिको कल्चर हाम्रो 3 वर्षको एकचोटि के अरे 12 वर्षको एकचोटि ठुलो नाच हुन्छ। हजुर होइन। अनि हाम्रो हिले नाच भनेको 2 वर्षको एकचोटि हुन्छ। यो पूर्णिमामा, यो जनै पूर्णिमा, यो अब साउनमा आउँछ नि जनै पूर्णि, त्यसमा चाहिँ हाम्रो अब यहाँ नाच हुन्छ। त्यस्तो छ हाम्रो चलन। अनि गुठी छ हाम्रो। गुठी छ। गुठी अब हाम्रो वर्षको एकचोटि गुठी हुन्छ, हाम्रो सुना गुठी भन्ने। त्यो गुठीमा चाहिँ हाम्रो सबै परिवारहरू मिलेर यमरी पूर्णि भन्छ क्या हामी। त्यहाँ चाहिँ अब हामी चाहिँ सबैजना मिलेर त्यहाँ 3 दिन मेला लाग्छ हाम्रो। त्यस्तो छ। अनि हाम्रो गुठी जग्गामा अब फेरि रोपाइँ छ। त्यो रोपाइँ पनि गर्नुपर्छ। हाम्रो परम्परागत चलिरहेको रोपाइँ यो गाउँको 1 जना 2 जना जानैपर्छ त्यहाँ, नभए जरिवाना लाग्छ। हाम्रो त्यस्तो परम्परा छ यहाँ। हजुर। त्यस्तो छ। राज्यमा चाहिँ अलिकति राजनीतिक विषयले चल्नुहुन्छ होइन। त्यो भइसकेपछि अलिकति समस्या पनि पर्न जान्छ होइन। त्यो राज्यको चाहिँ ढुकुटी खोजिरहनु भन्दा पनि हामीलाई त चाँडो हुनुपर्ने ठाउँमा ढिलाइ गरिदिने। त्यही भएर पनि हामीले त अब राज्यसँग त ठोरै माग्ने, अनि यहाँको समुदायले चाहिँ सहयोग गरेर हामीले चाहिँ अब पुरा गरेर काम गर्छौँ कि त्यस्तो छ। हामीलाई यो यस समुदायको इतिहास चाहिँ तपाईँले आफूले जाने जति चाहिँ हामीलाई सिकाइदिनुहोस्, बताइदिनुहोस्। पहिलादेखिको त हामीलाई थाहा छैन होइन। म त अब 33 सालमा जन्मेको हो। त्यहाँदेखि हामीले अब त्यो मैले बुझेअनुसारमा चाहिँ एकदम राम्रो चलिरहेछ हाम्रो परम्परागत। अनि हाम्रो पूजा हुन्छ। हाम्रो वर्षमा 13 पूजा हुन्छ कि गुठीको पूजा हुन्छ, पूजाआजा हुन्छ हाम्रो होइन। कुमारी पूजा हुन्छ, गुठी पूजा हुन्छ, अनि माथि देउताको पूजा हुन्छ, बाह्रै पूजा हुन्छ। हाम्रो विभिन्न पूजाहरू हामी नाइकेहरू मिलेर गर्नुपर्छ। नाइके गाउँलेहरू मिलेर गर्नुपर्छ। हाम्रो इतिहासमा वर्षको एकचोटि चाहिँ हाम्रो पालै पालो हुन्छ। त्यो गुठीमा चाहिँ पालो दिनुपर्छ। त्यहाँ चाहिँ जार पकाएर त्यो भजन गराएर त्यहाँ सबै गर्नुपर्छ। यमरी पकाएर सबैजना मिलेर त्यहाँ माथि डाँडामा छ हाम्रो गुठी घर। यो हामी गाउँको ठाउँको त्यहाँ माथि। हजुर, त्यहाँ छ। त्यसमा चाहिँ हाम्रो सबैजना मिलेर गर्नुपर्छ। अनि हजुरहरूले यस्तो यो परम्परागत संस्कृतिहरू जोगाइरहनु भएको रहेछ। अनि राष्ट्रको तर्फबाट चाहिँ यहाँहरूले बजेटहरू र सम्मान कतिको पाइरहनु भएको? होइन, त्यो राष्ट्रको बजेटहरू हामीले माग्यो भने थोरै दिन्छ। त्यो खासै गरी हामीले बजेट पनि त्यति उठेछ र हामीले माग्न पनि माग्दैन। किनभने यहाँको समुदायले जति भन्यो त्यति हामी सहयोग गर्नेमा हुन्छ कि। सहयोग गर्नेमा हामी अब जुनसुकै अब एकजना साथी आयो, एकजना साथीलाई ल यस्तो छ हाम्रो है, यसमा चाहिँ सहयोग गर्नुपर्छ भने नाइ नास्ति चाहिँ भन्दैन क्या। हामीले एकदम राम्रो कल्चरहरू बचाइरहेछ कि। हजुर। अब त्यसै गरी अब जुन अहिले अब यता हाम्रो यो कृषिहरू चाहिँ अब कुन तरिकाले गरिरहनु भएको छ? आधुनिक तरिकाले या परम्परागत? होइन, अहिले पहिला चाहिँ परम्परागत अनुसारमा त पहिला चाहिँ गरिरहेछ। अहिले त आधुनिक हिसाबमा चाहिँ अब कृषिहरू गरिरहेछ के मान्छेहरूले। अब किसानहरूले त कृषि अब कुनै समुदायको समूह बनाएर, कृषि समूह बनाएर, कुनै व्यक्तिगत समूह दर्ता गरेर होइन, सबै यो किसानहरूलाई चाहिँ राज्यले पनि हेरिरहेछ।
होइन मल्चिङ प्लास्टिक अनि टनेलहरू बनाउनेदेखि लिएर सबै गरिरह नगरपालिका हाम्रो थाहा नगरपालिका यो चाहिँ 1 नम्बर वरा पर्छ। हजुर र त्यसै गरी अब यो संस्कृतिहरू जोगाउनको लागि चाहिँ केही चुनौती अथवा समस्याहरू हुन्छन् ती चाहिँ के छन्? त्यो समस्या त्यस्तो हुन्छ, त्यो समस्या भनेको पात छुटेको हुन्छ क्या हाम्रो। अब यो हाम्रो यहाँ टोल हुन्छ कि टोल, अब एउटा प्राँछे भन्छ अनि त्यो माथि टोल तल्लो टोल भन्नेहरू हुन्छ होइन। त्यो टोल अनुसार दाजुभाइहरूको कतिजना मान्छे अब नाच्नेमा त्यो कल्चरहरू बनाउनेमा कति हुन्छ त्यो सबै आफ्नो दाजुभाइहरूले खर्च गरेर त्यहाँ चाहिँ अब व्यवस्था मिलाएको हुन्छ कि त्यतिको समस्या चाहिँ देखिँदैन। हजुर यस कुन्छाल गाउँको जम्मा जनसङ्ख्या चाहिँ कति जति छ अन्दाज? जनसङ्ख्या भने घर चाहिँ 268 घर भइसक्यो अहिले होइन। अनि जनसङ्ख्या चाहिँ टोटल 900 चाहन्छु कि कति हो भएको थियो, अहिले चाहिँ तथ्याङ्क बुझेको छैन कि मैले। हजुर अब यहाँहरूले आपसी रूपमा चलन चल्तीमा बोलिने भाषाहरू चाहिँ कुन हो र त्यसै गरी अब हुन्छ नि जुन अब यो सहअस्तित्व कायम गर्नका लागि चाहिँ यहाँहरूले के चाहिँ हुन्छ तत्त्वहरूलाई चाहिँ केन्द्रबिन्दुमा राखेर अघि बढ्नुभएको छ? यस्तो अब हाम्रो भाषा भनौँ भने हाम्रो नेवार भाषा। हजुर नेवार भाषामा मध्येमा पनि यहाँको भाषा कसैले पनि बोल्न सक्दैन, यहाँको छुट्टै भाषा हुन्छ। हाम्रो नेवार भनेको अन्त पनि छ, गोपाली जात ठाउँकोटमा छ होइन। यहाँबाट गएपछि त्यहाँ सरस्वती बजारमा छ, ठाउँकोटमा छ, अनि उता शिखरकोटमा भन्ने ठाउँ छ। त्यहाँको गोपालीहरूले यहाँको भाषा चाहिँ बोल्न सक्दैन, हाम्रो भाषा छुट्टै छ। छुट्टै भाषा बोल्नु हामीले चाहिँ फेरि सबै भाषा बोल्नुपर्छ अर्कोको होइन, हाम्रो भाषा चाहिँ अरूले बोल्न सक्दैन कि त्यस्तो छ। नमस्कार, आज चाहिँ हामी हिमालयन व्हाइट हाउस कलेज अफ लको तर्फबाट हिस्टोरिकल एन्ड रिफ्रेसमेन्ट टुरका लागि हाल दामनमा आइपुगिसकेका छौँ र यस हिस्टोरिकल एन्ड रिफ्रेसमेन्ट टुरबाट चाहिँ हाम्रा साथीहरूले चाहिँ के ज्ञानहरू आर्जन गर्नुभयो, के एक्सपेक्टेसनहरू राख्नुभएको थियो र ती एक्सपेक्टेसनहरू चाहिँ मिट भयो या भएन भन्ने कुरा जान्नका लागि चाहिँ मैले पहिलो वक्ताको रूपमा चाहिँ मेरो सहपाठी मित्र सकृसा बस्नेतज्यूलाई आमन्त्रित गरेको छु। सकृसा बस्नेतजी, यहाँलाई कार्यक्रममा स्वागत छ। हस्, धन्यवाद। यस हिस्टोरिकल टुरबाट चाहिँ हजुरले के एक्सपेक्टेसन राख्नु भएको थियो? पहिलो दिनको हामी अब अन्तिम चरणमा छौँ, यस हुँदै गर्दा यहाँले आफ्नो एक्सपेक्टेसनहरू मिट भएको जस्तो लागिरहेको छ या छैन, महसुस भएको छ या छैन? मलाई चाहिँ मेरो तर्फबाट भन्नुपर्दाखेरि अब कलेजले गरेको धेरै ठुलो कुरा हो होइन। अब नि मेरो एक्सपेक्टेसन्स चाहिँ त्यस्तो हाई पनि थिएन, त्यस्तो लो पनि थिएन होइन। अब हाई गऱ्यो भने डिसपोइन्ट हुन्छ, लो गऱ्यो भने अब के लो एक्सपेक्ट गरेर राख्नु। अनि त्यसै मिड वे थियो अनि मेरो एक्सपेक्टेसन चाहिँ ओभरअल मिट गरेर राखेकै छ। अब यहाँको इन्भाइरोमेन्ट एकदमै फ्रेन्डली छ, सबैजना एकदमै घुलमिल भइरहनु भएको छ। अनि रुमहरू पनि त्यसै राम्रै छ। अनि त्यसमाथि हामी कानुन मन्त्रालय गयौँ अनि हामीले धेरै कुराहरू ज्ञान पायौँ। अब लाइक प्रदेशमा कसरी नियमहरू, रुल्सहरू, लजहरू बन्छ अनि इम्प्लिमेन्ट हुन्छ, अनि त्यसै गरी लिगल ड्राफ्टिङको बारेमा कसरी गरिन्छ, के हुन्छ भनेर हामीले धेरै ज्ञान पायौँ नि त। अनि उहाँहरूसँग इन्टरेक्ट गर्ने मौका पनि पायौँ अनि आई थिङ्क इट्स अ भेरी गुड अपर्च्युनिटी फर अस। अनि भोलि चाहिँ हामीले अब भोलि बिहानको लागि चाहिँ ऋषेश्वर महादेवको एउटा सानो छोटो हाइकिङको पनि आयोजना गरेका छौँ। त्यस हाइकिङबाट चाहिँ यहाँले के चाहिँ अब एक्सपेक्टेसन हुन्छ नि त, अब भ्यूहरू राम्रो देखिएला होइन, अनि अब राम्रो तरिकाले गएर सबै साथीहरू जाने त अब यस्तै निश्चित छ र त्यसलाई चाहिँ के कार्यक्रमहरूलाई चाहिँ हामीले त्यसमा सञ्चालन गऱ्यौँ भने चाहिँ यसलाई अलिक व्यवस्थित सभ्य भव्य बनाउन सकिएला। अब हाइकिङ भनेपछि धेरै मान्छेहरू जानलाई नै भन्छन् होइन। त्यसैले अब जाँदाखेरि चाहिँ आई वुड सजेस्ट कि केही इन्टरटेनमेन्ट होस् होइन, जसले गर्दाखेरि चाहिँ स्टुडेन्ट्सहरूलाई इन्करेज होस् कि अझै जाम होइन। त्यहाँ गएर पनि अब हामीले गेम खेलाउने अनि त्यसकै अनुसार प्राइज दिने, फर्स्ट विनर सेकेन्ड विनर्सहरूलाई, अनि बाटोमा पनि रमाइलो गर्दै जाने, एकअर्कासँग इन्टरेक्ट गर्ने होइन। कान्छी डङ्गोलजी, यस कार्यक्रममा यहाँलाई स्वागत छ। धन्यवाद। जस्तै यो किताबी ज्ञानबाट बाहिर निस्किएर यो स्थलगत भ्रमणहरू गर्दै गर्दा चाहिँ एउटा युवा विद्यार्थीको रूपमा हामी जुन यो अहिले भ्रमण गरिरहेका छौँ त्यो गर्दाखेरि चाहिँ यहाँलाई कस्तो महसुस भइरहेको छ? महसुस लाइक एज अ क्लाउड ट्रिप चाहिँ एकदमै राम्रो भइरहेको छ। अनि हामीले भ्रमण मात्रै लाइक रमाइलो इन द सेन्स मात्रै नगरेर हामी चाहिँ नि सिएमको कार्यालयदेखि गयौँ अनि त्यहाँ हामीले आफ्नै प्रोभिन्सको बारेमा धेरै इन्फर्मेसन्सहरू थाहा भयो, लाइक आफ्नो पपुलेसनदेखि लिएर कति फिमेल कति छ, मेल कति छ, जियोग्राफीदेखि लिएर एभ्रिथिङ। सो इन लाइक
प्र्याक्टिकल एक्सपोजर पनि भइरहेको छ त्यो बाहेक पनि ल मेकिङ प्रोसेस पनि जुन मान्छेहरू लाइक एक्चुअलमा त्यहाँ काम गरेको हुन्छ फिल्डमा उनीहरूको थ्रु पनि we're like getting information so ओभरअल भइरहेको छ इट्स गोइङ गुड अब त्यसै गरी यो भ्रमणबाट चाहिँ हामी बिच हुन्छ जुन आपसी समझदारी होइन त्यो त्यसको भावनालाई चाहिँ कसरी बलियो बनाइन्छ जस्तो लाग्छ यहाँलाई यस भ्रमणबाट यस भ्रमणबाट आपसी समझदारीलाई बलियो बनाउने वुड बी लाइक हाम्रो कलेजले नै फन एक्टिभिटिजहरू चाहिँ अर्गनाइज गरिदिरहेको छ अनि एभ्रिबडी इज इन्भल्भिङ इन इट सो त्यसरी नै लाइक कम्युनिकेसन भइरहेको छ कोहीसँग अहिलेसम्म लाइक पिपल डोन्ट इभन नो यिनीहरूको लाइक एकअर्काको नामहरू सो थ्रु द्याट गेम पनि भइरहेको छ कम्युनिकेसन एन्ड अल स्वागत छ थ्याङ्क यू यो हिस्टोरिकल टुर र रिफ्रेसमेन्ट टुर कतिको प्रभावकारी भइरहेको छ धेरै नै प्रभावकारी भइरहेको छ अब यो रिफ्रेसमेन्ट टुर अब एजुकेसनल टुर पनि अब राम्रै भइरहेको छ आज हामीले अब प्रोभिन्सियल मिनिस्ट्रीमा गयो त्यता गएर हामीले अब कानुन कसरी बन्छ अब यो प्रोभिन्सियल यो मिनिस्ट्रीको बारेमा एकदमै क्रिटिसिजम हुन्थ्यो त्यहाँ गएर हामीले अब बुझ्न पायो त्यहाँको मान्छेहरूसँग उहाँले राम्रोसित एक्सप्लेन गर्नुभयो एकदमै वर्थ इट थियो अनि अझ यो बन्डिङ बनिरहेछ साथीहरूसँग एकदम ह्याप्पी नै छु म अनि यो अब जुन हाम्रो यो 2 दिने हिस्टोरिकल र रिफ्रेसमेन्ट टुर पश्चात चाहिँ यहाँले के चाहिँ अब त्यो हुन्छ नि हामी यस दौरानमा सिकेका सिप होइन ज्ञान आर्जन गर्नुभएको छ त्यसलाई चाहिँ आफ्नो वैयक्तिक जीवनमा चाहिँ कसरी आत्मसात गर्न सक्नुहुन्छ अब त्यो धेरै नै वेजहरू छ अहिले अब आत्मसात गर्नलाई अब त्यस्तो अब हामीले ल मेकिङ पनि सिक्न पाएको छ अब कानुनको विद्यार्थीले अब ल मेकिङ कसरी बन्छ त्यो अब स्टेप बाई स्टेप बुझ्नु भनेको त त्यो एकदमै हाम्रो फिल्डको लागि एकदमै हेल्पफुल हो त्यही अब म हिँडिरहेको छु यसलाई इम्प्लिमेन्ट गर्ने यसलाई एक्जिक्युट गर्ने मेरो लाइफमा एकदमै धेरै नै फ्याक्टर्सहरू लाइफमा आउनेछ त्यही भएर अब धेरै नै ह्याप्पी थिएँ आजको कोर्सले एकदमै वर्थ इट नमस्कार हामी व्हाइट हाउस कलेज अफ लको सम्पूर्ण विद्यार्थीहरू चाहिँ आज दामनमा स्थित रिसेश्वर महादेव मन्दिरको प्राङ्गणमा छौँ र अहिले चाहिँ हामी छोटो हाइकिङ गर्दै अब मन्दिरसम्म पुग्ने प्रयत्न गर्दैछौँ अब बाँकी भिडियोमा हेर्नुहोला घरकेले छाउनु पराल्न खरा छैन नि झिङ्गटी घरकेले छाउनु पराल्न खरा छैन नि झिङ्गटी हौ भाग्यमै भए कमान्छु भन्छ चाटिन सम्पत्ति हौ भाग्यमै भए कमान्छु भन्छ चाटिन सम्पत्ति धन सुक्यो रातले फकान्छ काफले जानु कि नजानु धन सुक्यो रातले फकान्छ काफले जानु कि नजानु हा हा भिरा र पहिरो खोलाको बाटो नमान्नु डराइर ए भिरा र पहिरो खोलाको बाटो नमान्नु डराइर नफुल्नु माया मनभरि फुल्यो यो जुनी तिम्रै भर हौ नफुल्नु माया मनभरि फुल्यो यो